ठट्टा गर्दै जिस्किने कुराकानी मन पर्यो ठट्टा गर्दै जिस्किने कुराकानी मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ससुरा बाबालाई साली मन पर्यो बुनु हेर्दै गर्नु नि त ल दादाको बिहाको जन्ती आएको होइन कुन ठाउँ अरे हजुर So guys, ल सुरु गर्नु त हेलो गाइस नमस्ते हामी दाइको बिहेमा आइसकेका छौँ पोखरी भन्ने ठाउँमा रौता पोखरी भन्ने ठाउँमा देख्न सक्नुहुनेछ हामी यहाँ मजाले बसिरहेका छौँ तपाईहरुले हामीले नियम पालना गर्न भने चाहिँ हामीले फाइन तिर्नु पर्ने हुनेछ हामी चाहिँ तर नियम पालना गरेर सबै जग्गा शान्त भएर बसेका छौँ देख्न सक्नुहुनेछ उता पनि देखाइदिन सक्नुहुनेछ क्यामेराम्यानले यो फाइन तिर्नुपर्छ फेरि यो यताउता यसो एकदम भलात्मी भएर बस्नु पर्यो हामी चाहिँ जन्ती आफूहरू आफ्नो स्थानमा छ कि छैन त्यो पनि हेरिदिनु होला अब ससुरालीले दिएको त कहाँ त्यो चेन्ज गर्नु मिल्दैन कलिया कोपी आफ्नो स्थानमा छ कि छैन त्यो पनि हेर्नु सोल्टाहरू छ कि छैन त्यो पनि हेर्नु आफ्नो स्थानमा बसिराख्नु भएको छ कलिया यता यता सोल्टीहरू रे यता गाप्पा छेमा ओको ठ्याक्कै डोको ठाउँ नि छेमा बालडाँडा बेलडाँडा होइन ए यस भाइको यो विवाहको अवसर पारेर यो ठाउँमा आइपुग्यो हामी पनि होइन छेमै तपाईँहरू त आइरहनु भयो म चाहिँ अहिले हामी चाहिँ आइपुग्नु भनौँ न भाइ होइन म त एकछिन यसो भिडियो मात्र बनाएर गाइस यो चाहिँ हाम्रो विक्रम भाइको विवाह समारोहको कार्यक्रम भोज चाहिँ आज कार्यक्रम भइरहेछ हाम्रो स्पेशल कुखुराको मासु ल यो रेडी भएको सबिना रेडी भएको यो रेडी हो ल अचारको आइटमहरू होइन हाम्रो विक्रम भाइको यो भोज कार्यक्रम बिहे भोज ना यो रेडी भएको होइन
यो हाम्रो खाना यो चाहिँ कस्तो खतरा भएको रियोन के छ खबर रियोन भाइ भन्छ के गर्नु भएको के छ खबर ल ल ल ल रमाइलो भइरहेछ भाइको भाइ बिहा होइन साइलाई चाहिँ बमार भयो हैन बाबल त बल भयो ए पासौँ पासौँ ए र आज चाहिँ गयो कि आफ्नो आफ्नो कर्म हो यो चाहिँ आज हाम्रो भाइको बिहा यतिको रमाइलो भइरहेछ गाइस
विक्रम भाइको बिहामा बिहा रमाइलो भइरहेछ कुकुरहरू हाम्रो कुकुरहरू हजुर नातिको बिहामा रमाइलो भइरहेछ कुकुरहरू हजुर 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 कुकुर ल ल रमाइलो गर्नुपर्छ है टिममा रमाइलो भइरहेछ आशीर्वाद स्वामी रमाइलो भइरहेछ वासीमा राजा अलिक मिल्दैन के भा हाम्रो छ्यामा एकदिन मात्र जिउ मात्रै छ हामी टिममा ल ल छ्यामै खाना भर्खर हो kurang masuk guys. Then guys. घर पर जिसकी पूरा खानी मन पर्यो घर पर जिसकी पूरा खानी मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ससुरा बाबालाई साली मन पर्यो